हेलो, म त आज लुसेल सिटीतिर घुम्दैछु। ल हेर्नुहोस्, लुसेल सिटी आज यहाँ लुसेल फेस्टिभल हुँदैछ है। म चाहिँ आज फेस्टिभल नहेरिकन म रुमतिर लागेँ। पुरै पार्किङै पाउँदैन, बाप्रे यस्तो दामी प्रोग्राम हुँदैछ लुसेल। म अब दोहातिर लागेँ। ल हेर्नुहोस्, लुसेल सिटी यो हो अन्डरग्राउन्ड। पुरा चारैतिर पुलिस बसेको छ आज यतातिर त। आज यहाँ 3000 ड्रोन उडाउँदैछ के लुसेलमा। म चाहिँ आएको थिएँ हेर्नलाई। मलाई अब 8 बजे बल्ल स्टार्ट हुने रे है। मेरो फेरि काम आएर म निस्किहालेँ। मान्छे त यति छ नि। ल ब्रिज मुनि ल म लुसेलबाट नजमातिर जाँदैछु अब चाहिँ। ल हेर्नुहोस् है, यो हो लुसेलको बाटो। क्यामेरा रहेछ यार। लुसेल सिटीहरू यति ठुलो बाटो बनाएको छ नि लुसेलमा। तर ट्राफिक चाहिँ त्यति हुँदैन है लुसेलतिर। खासै गाडी आउँदैन नि त अहिले। बाटै झिलिमिली हुन्छ कि अहिले त अलि उज्यालो छ। अहिले 8-9 बजेतिर हिँड्नुपर्छ है। यस्तो दामी देखिन्छ यहाँको सिनहरू। लेफ्ट साइडमा मात्रै बिल्डिङ छ। यो लेफ्ट साइडमा मात्रै बिल्डिङ छ। म चाहिँ तल अन्डरग्राउन्ड बाटो छ त्यहाँ हिँड्दैछु होइन। माथि पनि रोड छ तर माथिको बाटो हिँडेन म चाहिँ हाइवे बाटो हिँड्दैछु सिधै। यो चाहिँ दोहा पुग्छ, कर्नेस पुग्छ यो रोड होइन। अगाडि क्यामेरा रहेछ। यहाँ चाहिँ स्पिड जाने बित्तिकै ल जिगज्याग टावर हो यो चाहिँ। ल हेर्नुहोस्, लेफ्ट साइडमा छ। राइट साइडमा चाहिँ छैन फेरि बिल्डिङहरू। सानो बिल्डिङहरू छ। यहाँ त टावरहरू छ बढी। कतारको भिआइपी एरिया यो चाहिँ फेरि। म चाहिँ अल कर्नेस रोडतिर लागेँ। ड्राइभ सेफली। आज त चारैतिर पुलिसहरू बसेको छ किनभने दोहा फेस्टिभल, लुसेल फेस्टिभल र प्रोग्राम हुँदैछ नि त अनि। यहाँ पनि मोबाइल क्यामेरा रहेछ। मोबाइल छुने बित्तिकै फाइन हालिदिन्छ। तर मैले मोबाइल छुँदैन। फेरि अर्को अन्डरग्राउन्ड आयो। यो चाहिँ सिटी सेन्टर जाने बाटो। ल हेर्नुहोस्, नाइटको भिडियो नै अलग हुन्छ।
कतारको सिटी ब्याङ्कको लोगो ल कति ठुलो बनाएको छ क्या ब्रिज माथि चाहिँ